हेलो साथीहरु, आजको न्यू एपिसोडमा धेरै स्वागत छ। आई होप सबै सन्चै हुनुहोला। म पनि सन्चै छु। आजको भ्लग चाहिँ केदारनाथदेखि सुरु हुनेछ। सबैभन्दा पहिले चाहिँ हामी अहिले यहाँको अगाडि पछाडि हेर्नेछौँ राम्रोसँग कस्तो छ भनेर। पहिला चाहिँ हामी यो साइड हेरौँ हैन। पछाडि साइड हाम्रो रहेको छ एउटा यहाँ मन्दिर एउटा हैन। यहाँ चाहिँ सिक्काहरू दान दक्षिणा के गर्छन्। यहाँबाट हामी पछाडिपट्टि आइसक्यौँ। यहाँ तलबाट जल निकाल्छन्। यहाँ चाहिँ बाबाहरूको भेला छैन, यो चाहिँ बाबाहरूको अड्डा भनौँ। यहाँ बाबाहरू पनि एकदम चिलमा रहने गर्छन्। यहाँ बाबाहरूलाई पनि पुलिसले पनि केही भन्दैन। यहाँ बाबाहरूको विशेष चाहिँ भाङ खाने हो हैन। यहाँ बाबाले मलाई बोलाउनु हुनुहुन्छ। कस्तो चस्मा लगाएर टक्क हैन, कति दामी देखिनु भए। अनि पछि यहाँदेखि यहाँ हेर्नु सक्नुहुन्छ कस्तो दामी भ्यू। यो चाहिँ केदारको पछाडिपट्टि हो। यहाँ एउटा बाबा पनि रहेछन्, खरको टाउको लगाएको, दुईवटा टाउको लगाएको। अनि यहाँबाट हामी अब पछाडितिर जानेछौँ। एकछिन यहाँबाट भ्यू देखाएर हामी त्यो माथितिर लाग्नेछौँ। यहाँको दृश्य पनि एकदमै राम्रो छ। अहिले चाहिँ हामी छिटो माथि जाने प्लानमा छौँ। वर्षा आउने पनि यहाँ केही फिक्स हुँदैन, कतिखेर बारिस आउँछ भन्ने। अहिले चाहिँ हामी माथि जानेछौँ। अहिले यो पछाडिको भ्यू हेर्नु सक्नुहुन्छ साथीहरू। छिटो हामी यहाँको सबै कुराहरू हेर्नेछौँ। केदारनाथमा के रहेको रहेछ भन्ने पछाडिपट्टि हैन। अगाडिपट्टिको हामीले सबै देखाइहाल्यौँ। अब पछाडिपट्टि हेर्नेछौँ एकछिन पछि। यहाँ हेर्नु सक्नुहुन्छ गाइजहरू, यो चाहिँ सबै ढुङ्गाहरू हैन कट्ठा गरेर एउटामा जम्मा गरेर आफ्नो परिवारको खुसीको लागि हो कि के हो, यो चाहिँ हामीले जानेको छैन। यसको उदाहरण यति नै दिनेछौँ। यहाँ हेर्नु सक्नुहुन्छ पुरै अगाडि पछाडि ढुङ्गा कट्ठा गरेर यस्तो दामीहरू बनाइरहेछन् हैन। कस्तो दामी लाग्छ त्यहाँबाट हेर्दा। यहाँबाट एउटा मूर्ति पनि कोरेका रहेछन् हैन। कस्तो कलाकारहरू यहाँ चाहिँ यो ढाकेको छ। अहिले राम्रोसँग बनाएको छैन कि क्या हो, त्यही कारणले हेर्नु सक्नुहुन्छ राम्रोसँग। त्यही कारणले होला सायद। हेर्नु सक्नुहुन्छ कस्तो दामी यहाँबाट हैन। यस्तो ढुङ्गालाई टार्गेट गरिरहेको छ। यहाँ चाहिँ हाम्रो रहेको छ काली माता हो कि के हुन्। यहाँ देख्नु सक्नुहुन्छ साथीहरू कस्तो दामी मूर्ति भनौँ। त्यहाँहरू थुप्रै मान्छेहरू पनि गइरहेछन्। म पनि एकछिन त्यहीँ जान्छु। यहाँबाट चाहिँ बाटो यहाँबाट रहेको छ। फाइनल्ली हामी यहाँ पनि पुगिसक्यौँ हैन। हेर्नु सक्नुहुन्छ गाइजहरू कस्तो दामी देखिरहेको। यस्तो यहाँ आफैले बनाउँछन्। यो कुनै कलाकारी हो। हेर्नु सक्नुहुन्छ कस्तो दामी बनाएको यो पनि। अहिले चाहिँ फाइनल्ली हामी पछाडिपट्टि पुगिसक्यौँ। धेरै नै माथि जानु छ हामीले आजको टुर। यहाँ एकचोटि हाम्रो पनि यो ख्वाइस पुरा गर्छौँ है। के हुँदो रहेछ हाम्रो पनि एक सोच हो। अब चाहिँ एकछिन पछि यो बाबाको गुफा पनि हेरिहालौँ। यो चाहिँ मोदी रहेको गुफा। यो माथिको तारको बिचमा चाहिँ बाबा रानी गुफा हो। यो चाहिँ मोदी बसेको ओडार भन्छन् यसलाई चाहिँ। यहाँबाट एकदम सुन्दर देखिनु भएको छ। यो तल चाहिँ सुनले छाएको पाखामा हैन। यहाँ चाहिँ म पनि बनाउँ न त के हुन्छ भनेर ट्राई गरेको, एउटा सानो बनाइदिएको। यो चाहिँ तल्लो मल्लो दुइटै सुनले छाएको। फाइनल्ली भिडियो बनाउँदा यहाँसम्म पनि पुग्यो। अब यहाँदेखि हामी त्यहाँ जानेछौँ त्यो डाँडामा। आजको टुर चाहिँ फाइनल्ली अब के भनौँ हैन साथीहरू, सबै ठिक छ। यहाँ यस्तो पनि कोरेको रहेछ हैन। हेर्नु न कस्तो दामी उतारेको। 5 पाण्डव हनुमानजी हैन, हाम्रो माताजी सबैको फोटोहरू उतारेको रहेछ यहाँ। मैले चाहिँ एकछिन नजिक जाँदा हेरेको त केही पनि मिस्टेक छैन कि जस्ताको त्यस्तै उतार्या छ हैन। यहाँबाट यो चाहिँ एकदम दामी। यहाँबाट सबै कुराहरू हैन। यो चाहिँ शीतल अलिक गर्मी भएको बेला, त्यही पनि गर्मी त हुँदैन, त्यही पनि अब शीतल हुन्छ यहाँभित्र। एकछिन यहाँ गएर पनि ट्राई गर्छु कस्तो हुने रहेछ। यहाँबाट पनि एकदम दामी भ्यू देखिरहेको छ हैन। हामीले सोच्यो भन्दा नि बढी भनौँ न एक हिसाबले यस्तो दामी, कस्तो शीतल हैन, कस्तो शीतल लागिरहेको। यहाँ चाहिँ अहिले कस्तो दामी पछाडिबाट टिन हेर्नु सक्नुहुन्छ। यो चाहिँ काठले माथि प्लस्टर गरेको, माथि टिन हालेको। यो चाहिँ यहाँ चाहिँ यो अब श्राद्धमा आउने मान्छेहरू यहीँ बसेर पूजा गर्छन् हैन। रौँसौँ काटेर त्यहीँ बगाइदिन्छ। अहिले चाहिँ फाइनल्ली यहाँ पनि हाम्रो भयो। छिटो जानु छ माथि। छिटो भलक यहाँ बनाऊँ, माथिबाट जाउँ।
यहाँ चाहिँ हात धोएर त्यहाँपट्टि गएको। यहाँ त पानीले जानै नसकिँदै रहेछ, हेर्नु कस्तो पानी छ। म चाहिँ अब माथिबाट ट्राई गर्छु। यहाँ पनि छैन बाटो, एकछिन अझै माथि जान्छु। फाइनल्ली साथीहरू म चाहिँ आइसकेँ हो र दाइ चाहिँ त्यहाँ परबाट पुलबाट आउँदैछन्, माथिबाट आउँदैछन्। म चाहिँ यहाँ पुगिसकेँ फाइनल्ली। लास्टै थाक्यो होइन, थाक्यो र अब एकछिन आराम गरौँ भनेको त कस्तो दामी भ्यू देखिरहेको। घाम पनि लाग्यो एकैछिन, रिङ आइटो फुट्यो होइन। मलाई त नास्ता पनि नगरेर आएको होइन। त्यहाँ देख्नु सक्नुहुन्छ हामी धेरै माथि पुगिसक्यौँ अहिले चाहिँ केदारनाथ। त्यहाँ तल यहाँबाट लगभग 1.5 किलोमिटर तल छ। हामी चाहिँ माथि पाहाडमा आइसक्यौँ होइन। पाहाडमा पनि कस्तो दामी रहेछ होइन, जस्तो कि हाम्रो नेपालको जस्तै यहाँ हाम्रो नेपालको ठाउँ छ यस्तै ठाउँ होइन। कस्तो दामी देखिरह होइन, जस्तो कि कोही कतै धेरै मान्छेहरू यार्चा गुम्बा टिप्न पनि गया होला, त्यस्तै फिल भइरहेछ होइन। यहाँ हेर्नु सक्नुहुन्छ। अब चाहिँ म चाहिँ यहाँ अब तल हाइटमा अझै हाइटमा जानेछौँ हामीहरू चाहिँ। अब माथि एउटा गुफा रहेछ होइन, त्यहाँ सेम हाम्रो जस्तै के कस्तो दामी भ्यू। अनि दाइ चाहिँ यहाँ हेरे त्यहाँको कस्तो दामी गुफा छ होइन। त्यो चाहिँ उडारको मुनि रहेको रहेछ गहिरो भागमा। हामी चाहिँ धेरै उचाइमा पुगिसक्यौँ। अब हामी पछिल्लो टुर चाहिँ त्यहीँ जाने गऱ्यौँ हामीले अर्को टुर। फाइनल्ली यहाँ चस्मा लगाएर फोटो खिच्ने तयारीमा पनि भइसक्यो। फोटो खिचेर तल केदारनाथको भ्यू पनि हेरौँ एकचोटि कस्तो लागिरहेछ तिमीहरूलाई। कमेन्टमा हर हर महादेव चाहिँ लेखिहाल्नु होला सबैले होइन। जतिजनाले हेर्नुहुन्छ मेरो भ्लग चाहिँ लाइक कमेन्ट सब्सक्राइब पनि गर्नु होला एकैछिन होइन। यस्तो भिडियो तपाईँ सामु आउनेछ। यसैको 2 पार्ट पनि अझ छिटै आउनेछ भोलि। मैले चाहिँ 1000 दिन रेगुलर भिडियो बनाउने भन्ने सोचिरहेको छु। मेरो युट्युब च्यानल चाहिँ 1000 भ्लगर हो, हेरि नै सक्नुभयो होला अब यतिसम्म त। त्यही पनि हेरौँ अझै कति दिनसम्म रेगुलर यहाँको बसाइको बारेमा भन्ने छु। यसपछिको भिडियो चाहिँ नेक्स्ट भिडियोमा आउने छ।